नमस्ते। अहिले चाहिँ म मेरो साथीलाई लिन जाँदैछु। आज उसको अपरेसन सकिएर आज डिस्चार्जको डे हो। अस्ति एउटा भिडियो बनाएको थिएँ नि, त्यो मुटुको अपरेसन गरेको भनेर। उही साथीलाई चाहिँ आज चाहिँ डिस्चार्ज गर्ने भनेको छ। अहिले 1:30 भयो, 2 बजे चाहिँ आउनु भनेको थियो। 2 बजे जान्छु, गएर चाहिँ उसलाई रिसिभ गर्छु। के छ कस्तो अवस्था, मिल्यो भने हस्पिटल पनि देखाउने प्रयास गर्छु। अहिले चाहिँ म जाँदैछु ल। म त्यहाँ पुगिसकेपछि हजुरहरूलाई म फेरि अपडेट गराउँछु। थ्याङ्क यू। यो साथीलाई लिन जाँदै गर्दा बाटोमा पर्ने कुराहरू पनि यसो देखाउँ कि भनेर अहिले चाहिँ म यो हस्पिटलतर्फ जाँदैछु मेरो रेस्टुरेन्टबाट। हेर्नु बाटोहरू कति शान्त छ। अहिले दिउँसो 1:30 बजेको शनिबारको समय हो। कति आनन्दको सफा छ। फोहोर भन्ने कति केही पनि छैन। र आज अलिकति गर्मी चाहिँ छ है। यो साइडमा देखिएको सेतो बिल्डिङ चाहिँ यो स्कुल हो। म बस्ने क्षेत्रको सबैभन्दा महँगो प्राइभेट स्कुल। यहाँ हेर्नु ठ्याक्कै स्कुलको अगाडि यसरी यहाँ विद्यार्थीहरू बस पर्खिराखेको हुन्छ। यहाँ चाहिँ यो यस्तो यो हेर्नुहोस् ल। अहिले म ठ्याक्कै स्कुलको अगाडि छु। यहाँ विद्यार्थीहरू बाटो काट्नलाई बसेका छन्। ठ्याक्कै निलो बत्ती बल्यो, यसरी बाटो काट्छन् नि विद्यार्थीहरूले। यो चाहिँ जापान हो, चाहिँ साकुसिन भन्ने स्कुलका विद्यार्थीहरू। आज शनिबार सायद कि स्पोर्ट्सहरू थियो कि। यहाँ चाहिँ सबै यस्तो हुन्छ, सफा हुन्छन् यहाँ सबै बच्चाहरू। अब मैले तपाईँहरूलाई यो बाटोमा पर्ने जापानको सानो पुलिस स्टेसन देखाउँछु ल। त्यहाँ देख्नु भएको छ, यत्रो सानो सानो पुलिस चौकीहरू हुन्छ यहाँ। त्यो पुलिसको गाडी छ नि यहाँनिर हेर्नु त है। यो पुलिस चौकी हो। जापानको पुलिस चौकीमा यो साइडको चाहिँ तपाईँको ठुलो ब्याङ्क हो। यहाँको सबभन्दा ठुलो ब्याङ्क आशिकागा ब्याङ्क भन्छ। जापानको पुलिस चौकीमा प्रायमा यो तपाईँको मेन चाहिँ ठुलो हुन्छ। सानोमा चाहिँ 1 जना अथवा म्याक्सिमम 2 जना प्रहरी भन्दा हुँदैनन्। कल्चर यहाँको त्यस्तो छ। यो जापानको यो तलवाला पार्किङ देख्नु भएको छ हजुरहरूले, त्यो पनि यहाँ छ ल। हेर्नुहोस् तल ठ्याक्कै रिमोट सिस्टमबाट चल्छ। यहाँ जुन देखिएको छ, यहाँ फेरि तपाईँको आकाशे पुल हेर्न सक्नुहुन्छ। यो चाहिँ जापानको पेट्रोल पम्प। आज 157 रुपियाँ लिटर छ है पेट्रोल। ल हेर्नु, नेपालमा महँगो छ नि है। चाहिँ बालेन सरकारले भनेको जस्तो साइकलको लेन बनाइदिएको छ। ठ्याक्कै यो हरियो लेनबाट चाहिँ साइकल हिँड्छन्, बिचबाट हामी। यो चाहिँ 2 लेनको बाटो हो। साइकलको लागि चाहिँ अलिकति बाटो साँघुरो भए पनि यो बाटो पैदल यात्रीहरू अनि साइकल यात्रीहरू विशेष गरेर विद्यार्थीहरू धेरै हिँड्ने भएकोले त्यहाँ अगाडि 1 जना बाजे पनि हिँडिरहनु भएको छ साइकलमा। त्यो साइकल लेन चाहिँ छुट्टै बनाइदिएको हुन्छ। जापानमा सबैभन्दा टेक केयर गर्नुपर्ने भनेको ड्राइभिङ गर्दा पैदल यात्रीको र साइकल यात्रीको, विशेष गरेर बच्चा बुढाबुढीहरू उहाँहरू। यहाँ चाहिँ सबै यो खाना खाने पसलहरू, सपिङ सेन्टरहरू सबै कुराहरू लाइन लागेको छ। अब हामी जाँदैछौँ साथीलाई लिनको लागि। यो के रहेछ भने अस्ति हस्पिटलमा अपरेसन भनेर भर्ना गर्न लैजाँदा चाहिँ कस्तो मन खिन्न भएको थियो। आज डिस्चार्ज गरेर लिन जाने भनिसकेपछि चाहिँ अलिकति मन प्रफुल्ल चाहिँ हुँदो रहेछ। किनभने केही नभए पनि अपरेसन त सफल भयो नि त। हस्पिटलबाट अपरेसन सफल भएर डिस्चार्ज हुनु भनेको त आफैमा आधा निको सरा हो। अरू त आफूले राम्रोसँग टेक केयर गरियो भने अलमोस्ट तपाईँको रोगलाई जिते सरा नै हो नि। त्यो खालको फिलिङ आएर आज चाहिँ भिडियो बनाउँदै लिन जान लागेको ल। यो अगाडि आइराखेको चाहिँ जापानको लोकल बसहरू ल, हाम्रो एरियाको। यो चाहिँ
स्टारबक्स कफी सुन्नुभएको छ? यहाँनिर चाहिँ स्टारबक्स छ ल, विथ ड्राइभ थ्रु हो। यहाँ चाहिँ भ्याकेन्ट रहेछ एउटा ठाउँ। तपाईँहरूलाई एउटा जापानको संस्कार देखाउँछु ल। मेरो अगाडि यो कालो गाडी छ 501 नम्बरको, अहिले चाहिँ सिग्नलमा रातो छ। यहाँ एउटा गाडी चाहिँ आउँदैछ ल। यस्तै आउन लागेको गाडीहरूलाई चाहिँ कम्पलसरी रूपमा साइड दिने चलन छ जापानमा चाहिँ। ल हेर्नु, साइड दिए बापत बाजेले हात हल्लाए। यहाँनिर चारवटा बत्ती बालेर थ्याङ्क यू पनि भन्नुपर्ने हो, तर थ्याङ्क यू चाहिँ भन्नु भएन बाजेले, सरी। त्यो पारी देखिएको टाइटा कलरको चाहिँ हस्पिटल हो। म अलमोस्ट हस्पिटल आइसकेको छु। यो देखिरहनु भएको छ नि, यो चाहिँ हस्पिटल हो। यो चाहिँ साइसेक्खाई उच्चनोमिया हस्पिटल भन्छ। यहाँनिरबाट चाहिँ पार्किङको गेट छ, यहाँबाट छिर्छु ल। जस्तै अब म यहाँबाट छिरेँ नि, यहाँ अगाडि क्यामेरा देख्नु भएको छ। यो क्यामेराले चाहिँ मेरो गाडीको फोटो खिचिसकेको छ ल। यो कुरा अहिले अन्तिममा देखाउँछु। आज हस्पिटल खाली छ। पहिलोचोटि मैले, हुन त आज म दिउँसो आएको भएर होला, यस्तो खाली पार्किङ त मैले अहिलेसम्म देखेकै थिएँ नि हस्पिटलमा। जहिले फुल प्याक हुने। आज किन आज शनिबार भएर, सरी यही हो ल हस्पिटल। यो हस्पिटलमा राखेको छ। शनिबार भएर पो खाली हो त आज, कस्तो भुलक्कडमा। हस्पिटलभित्र चस्मा लगाएर जाने कुरा भएन नि, मास्क लाउनुपर्छ। चाहिँ ठ्याक्कै म हस्पिटल आइपुगेँ, गाडी त्यहाँनिर राखेर अब जाँदैछु। यही हो हस्पिटल। ल हेर्नु, चाहिँ यो अहिले म बस्ने सिटीको यो एरियाको चाहिँ सबैभन्दा ठुलो अस्पताल। लगभग सबै रोगहरूको उपचार हुन्छ। यहाँ पहिला बिन्दु जापान बस्दाखेरि पनि हाम्रो पछिल्लो बच्चा जन्मिँदाखेरि सबै बच्चालाई पनि टेक केयर गरेको हस्पिटल यही नै हो। जापानमा चाहिँ यो भाषा जानेको धेरैजना हुनुहुन्न क्या। धेरैजनालाई चाहिँ भाषा आउँदैन, भाषा आइहाल्यो पनि जस्तो हस्पिटलमा प्रयोग हुने भाषाहरू अलिकति अप्ठ्यारो खालको हुने, रोग सम्बन्धी। मलाई पनि त्यति साह्रो आउने त होइन, तर जापान बसेको लामो समय भइसक्यो हुनाले हिँड्दै गर्दा केही कुराहरू सिकियो भनौँ न। त्यही कारणले गर्दा केही नलेज हुने। त्यसले गर्दाखेरि चाहिँ म सबैजनालाई तपाईँ कसरी सर गइदिनु पर्यो हस्पिटल भन्दाखेरि चाहिँ सहयोगको लागि जाने गरेको छु। लोकल बसहरू आउँछन् हस्पिटलसम्म, कति सेवा सुविधा दिएको छ। चाहिँ मेन स्टेसनबाट आउँछ यो बस, सफा हुन्छ यहाँ त जे पनि। जापानमा त अझै के छ भने यो हस्पिटल गएको पनि एक दिन हस्पिटल गइदियो 10,000 पैसासम्म खाइदिन्छन्, त्यस्तो छ हौ यहाँ त। नेपालीले ठगेर बसी खान छैन। छिरौँ है त हामी। यहाँ लिन आएको छु हाम्रो बिरामी साथीलाई। अस्ति अपरेसन गरेको भिडियो राखेको थिएँ नि, उहाँ नै हो। हेर्नुहोस्, अहिले सबै देखाउँछु यहाँ डिस्चार्ज प्रोसेस। आज चाहिँ ठिक छ, खुसी लागेको छ। अझै पनि तपाईँले मुटुभित्र धड्कन कसरी हुन्छ भनेर यहाँ अझै के छ अहिले कति ठाउँ कोपेछ त। अनि यहीँबाट होइन छिरायो, यहाँबाट पाइप छिरायो नसाभित्रबाट, यहाँबाट चाहिँ ब्लड चेक 1-2 ठाउँ, अनि यहाँबाट ब्लड हो स्लाइन पानी, अनि साँप्रोबाट चाहिँ त्यो स्पिरिट त्यो उसलाई बोसोलाई सफा गर्नको लागि पानी। अनेक छ हौ। कस्तो लाग्यो तपाईँलाई जापानको सिस्टम? जापानको सिस्टम एकदम राम्रो, सेफ्टी सेक्योर एकदम राम्रो छ। अहिले एकदम गेन्कीवाला फिल आएछ। गेन्कीवाला फिल आएछ। अब त बाँच्यो नि। अब बाँच्यो। के रहेछ त खास ज्वरो? ज्वरो त उही हो, नेपाली खाना, नेपाली परिकार। 1 किलो मटन, 1 किलो चिकन,
के खानु भएछ त हौ त्यस्तो शरीरै बिग्रिने गरेर के खानु अब एक छाकमा 1 किलो मटन खाने 1 किलो चिकन खाने एउटा सन्तुरी व्हिस्की बोतल एकै रातमा सिद्ध्याइदिने खाली पेट अनि रक्सीको तालमा भातै नखाइकन सुत्दिने त्यस्तै हो सबै त्यसैको नतिजा हो सर यो अब बाँच्यो नि त अब बाँचियो अब कस्तो लाइफस्टाइल अपनाउनुहुन्छ त अब त एकदम सादा जीवन उच्च विचार पातालो दाल शरीरलाई अनि क्यालोरी त पुग्नु पऱ्यो अलिक प्रोटिन र फाइबर रिच खाना खायो भने चाहिँ सहजै हुन्छ अनि एक्सर्साइजलाई पनि अलिकति जोड एक्सर्साइज गर्नु गर्नु पऱ्यो जापानमा के छ भने प्रायः चाहिँ काम भयो क्या पाएँ त खाएँ भन्ने खालको कल्चर डेभलप भएर चाहिँ बिग्रियो हो जापानमा एउटा इनर्जी ड्रिङ्क पाउँछ यो रेडबुल जस्तो मोनास्टर भन्छ यति खराब हुन्छ कि त्यो बिहान उठेर कतिवटा खानुहुन्थ्यो अरे छुट्टीको दिनमा 2-3टा खान्थेँ नर्मली नि एउटा खान्थेँ म सुन्नुहोस् है जापानमा बसिरहेको साथीहरू मोनास्टर धेरै खाँदाको नतिजा के हुन्छ मोनिस्टर रेडबुल पनि खाएँ लाज लाग्दैन क्या खाएँ भन्नलाई रेडबुल खाएँ त्यहाँ तपाईँको लाते कि के अरे त्यो त्यो लाते पनि काम छैन लाते खाएँ गुलियो कफी फाइदा गर्छ भनेर स्मुथी खाएँ कति खाएँ अरेन्जी कति खाएँ बाहिर रुमबाट निस्केपछि त अब सान देखाउनलाई एउटा त चाहियो क्या कि क्यान बियर चाहियो कि रेडबुल चाहियो कि मोनिस्टर चाहियो कि लाते चाहियो अहिले त्यही लाइफस्टाइल अपनाएको साथीहरूलाई के छ सुझाव अब अहिले त अब तपाईँले त्यो सबै छोडेर हातमा एउटा पानीको बोतल लिनुहोस् ओरेन्जा लिनुहोस् त्यसले यति राम्रो फाइदा गर्छ कि हेर्नुहोस् तपाईँको शरीरमा पानीको तपाईँलाई यो गर्नुहोस् भनेर सरले कहिलेबाट भन्न लागेको किन टेरिएन समयमा टेर्या भयो त्यस्तो हुँदो रहेछ नि अब यस्तो हुँदो रहन्छ अब रोग नलाग्दाखेरि त अब कति वर्ष भयो भन्न लागेको 3-4 वर्षै भयो त्यसले गर्दा हेल्थ नै वेल्थ त सबैजना सहयोग हुनुपर्छ गडबड भयो भने भित्र त्यसमा मोनिटरमा सिग्नल आउँदो रहेछ अनि तपाईँ त अस्तिको भिडियोले टिकटकमा भाइरल हुनुभएको छ नि भाइरल तर तपाईँको भिडियो हेरेर धेरैजनाले चाहिँ सुध्रिनुहुन्छ कि जापानमा साथीहरू जस्तो फिलिङ चाहिँ आइरहेको छ है मलाई सबैजनाले यस्तो भिडियो लाइक कमेन्ट सेयर गरेर सबै सामुन्ने पुर्याइदिनु होला च्यानललाई सब्सक्राइब पनि गरिदिनु त्यो होइन क्या ताकि त्यो कस्तो भने मैले भोगेको दुःख चाहिँ अरूले भोग्नु नपरोस् भन्ने खालको सुझाव दिनुपर्छ क्या लाइक कमेन्ट सब्सक्राइबहरू भनेका चाहिँ तपाईँको कस्तो भयो भने त्यो आफ्नो स्वार्थको लागि जस्तो हुन्छ होइन तपाईँलाई लागेको रोग देखेर चाहिँ अर्को एकजनाले चाहिँ जीवनको पाठ सिकोस् भन्ने चाहिँ कामना गर्नुपर्छ अहिले सबैजना लाइक कमेन्टको पछाडि भएका छन् मलाई चाहिँ त्यो गलत हो जस्तो लाग्छ है होइन लाइक कमेन्ट र सब्सक्राइब नगर्ने अन्त सबै सामुन्ने पुग्दैन गुड यस्तो दिमाग कहाँबाट आयो तपाईँको यार ल अब चाहिँ डिस्चार्जको तयारी हुन्ला कपडा फेर आफ्नो सामानहरू चाहिँ प्याक गर भनेको छ अब चाहिँ हामी निस्किँदैछौँ ट्याक्क लाएर अब हाम्रो त्यहाँ अलिकति एक्सप्लानेसन आउँछ औषधिको अब वेटिङ रुममा पर्खिने अनि जाने होइन त लाउरे जस्तो देखिनु भएको इधर वेट करते लाग्यो घरतिर कि फेरि आर्मीमा भर्ती हुन्छ हामी पुग्यो आर्मीले ल फाइनल्ली हामी यहाँ भित्र चाहिँ के खान्थ्यो यहीँ खाने हुन्छ हामी चाहिँ फाइनल्ली डिस्चार्ज भएका छौँ कति पैसा लाग्यो पैसा लागेन आज शनिबार भएको हुनाले हामीलाई चाहिँ बिना पैसा यत्रो अपरेसन गर्दा मेरो विचारमा विथआउट इन्सुरेन्स चाहिँ जापानिज 5 लाख उहाँले चाहिँ सोसियल इन्सुरेन्स पेड गरे हुनाले
अराउन्ड 1 देखि 1.5 लाखको हाराहारीमा बिल आएको छ। तर आज शनिबार भएर काउन्टर बन्द हुने भएकोले तिमी आज घर जाऊ, नेक्स्टचोटि तिम्रो फलोअप छ 1 महिनापछि। त्यति बेला आउँदाखेरि चाहिँ पैसा पे गर भनेर पठाइदेऊ। त्यति बेला चाहिँ आएर पे गर भनेको छ। कति सजिलो छ जापानको सरकार, कति ट्रस्ट गर्छ यहाँ बस्ने नागरिकलाई। विदेशीलाई पनि कुनै भेदभाव गर्दैन हेर्नु। त्यत्रो पेमेन्ट नलिकन पठाएर हामीलाई 1 रुपियाँ पनि हामी तिरेकै छैन। 1 महिनापछि मात्रै हाम्रो फलोअप छ। पट्टि चाहिँ एउटा सानो कन्भिनियन्स स्टोर छ। भोक लाग्यो भन्नुहुन्छ हाम्रो बिरामीले, अब यस्तो केही खुवाउनु पर्यो। चाहिँ केही खानु मन लागेन, यस्तो हुन्छ साथीहरूलाई हेर्नुहोस्। फलो गर्नु होला है सबैजनाले। लाएर केही खान्छु भनेर कम्युनिटीतिर उहाँको आँखाले चाहिँ सबै कुराहरू जङ्क फुड देख्दियो। म त केही नि खाँदिनँ अरे लास्टमा त। यस्तो हुन्छ साथी हो, त्यही भएर ख्याल गर्नुपर्छ होला सबैजनाले। आफू त फेरि ग्रिन टी लभर जति बेला पनि हातमा एउटा झुन्डिरहन्छ। यो पुरै प्याक हुन्छ अहिले यो देखिएको यहाँको। फेरि कोही छैन मान्छे, खुट्टा हाल्ने ठाउँ हुँदैन। त्यस्तो ठाउँ छ यहाँनिर। यहाँ चाहिँ स्टारबक्स कफी छ। सारा हस्पिटलभित्र स्टारबक्स ल्याएर हालिदिएको छ ल। हस्पिटलमा स्टारबक्सहरू सब छन्, व्यवस्थित छ नि त। विदेश हो, हाम्रो एकदिन पनि यतै रहेछ। सर अहिले हामी च्याट्ट निस्किँदैछौँ। यता त्यहाँ पनि बन्द छ। यहाँबाट जाने आज जोस आइरहेको छ तपाईँलाई जाने आज। हिसाब गरेर जाने। मैले अघि पार्किङमा छिर्ने बेला क्यामेरा ख्याल गर्नुहोस् भने चाहिँ म यहाँ मेरो गाडी नम्बर हाल्छु है त, 669। ओके दाइजो। हेर्नु त्यो क्यामेराले यस्तो गाडीको फोटो खिच्छ। यो अनुसार चाहिँ पैसा कति लाग्यो भनेर देखाउँछ हेर्नु ल। मेरो चाहिँ 800 रुपियाँ लागेछ। मसँगै डिस्काउन्टको क्युआर कोड छ है। डिस्काउन्ट क्युआर कोड चाहिँ मैले यहाँ ट्याक्क गरेपछि घटेर 300 रुपियाँमा भयो। अब यसलाई मैले क्यास पे गर्छु ल। क्यास हाल्नु चाहिँ 300। यहाँ 300 हालेपछि ल भयो, अझै 100 रुपियाँ। ल यहाँ यति पैसा हालेपछि चाहिँ भयो। त्यहाँ त्यति पैसा हालिसकेपछि चाहिँ अब हामी जाँदा हाम्रो गाडीको नम्बरले अटोमेटिक गेट खुल्छ। यसलाई चाहिँ जापानको टेक्नोलोजी भन्छ। स्याठलारी हामी चाहिँ डिस्चार्ज भएर निस्कियो ल। थ्याङ्क यू उत्सुनोमिया साइसेक्का हस्पिटल हाम्रो अपरेसन सफल गरिदिएकोमा। सधैँभरि आउनु चाहिँ नपरोस्, आएको बेला चाहिँ निको होस् होइन। के छ अब तपाईँको अन्तिममा सबै साथीहरूलाई सुझाव अनि आफ्नो अनुभव केही छ भने सेयर गर्नुहोस्, नभए अब बाई बाई गर्ने बेला हुन लाग्यो। अलि टाढो बोल्नु सुनिँदैन नि त, हावा चलिरहेको छ। अब साथीहरूले नि अब खानपानमा विचार गर्नुहोस्, ध्यान दिनुहोस्। मिठो पाएँ भनेर गप्प नखानुहोस्। अब आफ्नो स्वास्थ्यलाई ख्याल राखेर काम गर्नुहोस्। पानी टन्न खानुहोस्, जुसको पछाडि नभाग्नुहोस्। अरू केही छ भने भन्नुहोस् ल। अब चाहिँ हामी जान्छौँ है। बाई बाई उत्सुनोमिया साइसेक्काई, थ्याङ्क यू, बाई बाई। ल हामी चाहिँ लाग्यौँ ल। बिरामी बोकेर म पनि हिँडेँ ल। थ्याङ्क यू सबैजनालाई।